हेलो एभ्रिवान, यो चाहिँ हाम्रो काठमाडौँको एउटा नयाँ ब्लग बनाउँदैछु। म चाहिँ काठमाडौँ घुम्न गएको बेलामा यस्तो 2-4वटा सर्ट क्लिप्सहरू बनाउँदै गएको थिएँ। यहाँको भ्युजहरू राम्ररी हेर्नुको लागि पछिसम्म यादगार हुन्छ भनेर मैले चाहिँ भिडियोहरू बनाएर अपलोड गर्दैछु। हामी चाहिँ दुईजना हस्बेन्ड वाइफ चाहिँ यसो भएर घुम्न निस्क्यौँ। अहिले चाहिँ हाम्रो यात्रा भनेको हिल रोड बसन्तपुर सन। अनि त्यस पछाडि हामी अर्को दिन स्वयम्भूनाथ पशुपतिनाथ हुँदै सबैतिर लगभग हामी काठमाडौँ घुम्न आएको थियौँ। आफूलाई मनपर्ने ठाउँहरू हामीले लगभग घुम्यौँ। यो चाहिँ बसन्तपुर। मैले निकै वर्ष भइसकेको बसन्तपुर घुम्न आएको। यो चाहिँ असनको गल्ली, एकदमै राम्रो सामानहरू पाउने ठाउँ। ब्यागहरूदेखि लिएर घरमा सजाउने फोटोजहरूदेखि लिएर यस्तो राम्रो कल्चरल फोटोजहरू, फ्रेमहरूदेखि लिएर बर्की ओर्नेहरू, क्यापहरू, एभ्रिथिङ। अनि यो झर्काको सामानहरू एकदमै राम्रो पाउँदो रहेछ। यो असलमा चाहिँ भिड पनि हुँदो रहेछ, मान्छेहरूको क्राउडनेस पनि अलि धेरै नै हुँदो रहेछ। अनि यसै गरी हामी घुम्दै हाम्रो घुम्ने यात्रालाई अगाडि बढाउँदैछौँ। यो चाहिँ हाम्रो रोडमा। अनि त्यस पछाडि हामी स्वयम्भूनाथ पाउने मलाई एकदम मन परेर के भन्छ यसलाई एक्ज्याक्टली यो घुमाउनेलाई चाहिँ के भन्छ मलाई थाहा भएन। कति धेरै भिडियो क्लिप्सहरू लिँदै म एकदम इन्जोय गरेँ। यो स्वयम्भूनाथ टेम्पल हेर्नु कस्तो राम्रो स्ट्याचुहरू रहेछ। यो घुमाउनेहरू पनि कति राम्रो के भन्छ यो घुमाउनेलाई नै थाहा भएन, तर कति मजाले यो सबैभन्दा ठुलो झन् कति राम्रो रहेछ। एकदमै पिसफुल इन्भाइरोमेन्टमा बुद्धको शरणमा पर्न पाउँदा एकदमै खुसी लाग्यो, मन शान्त भएको छ। त्यस पछाडि हामी हाम्रो नेपालकै सबभन्दा ठुलो पशुपतिनाथ दर्शन गर्न आएका छौँ। यहाँ आएपछि त मेरो मन, मेरो शरीर नै एकदमै शुद्ध ताजा भए जस्तै अनुभव भयो। मेरो धेरै वर्षदेखिको सपना आज पशुपतिनाथको दर्शन गर्ने पुरा भएको छ। म एकदमै खुसी छु। 1-2वटा भिडियो क्लिप्स लिएर प्रभु पशुपतिनाथ बम भोले शिवजीको दर्शन गरेर हामी फेरि हाम्रो कोठातर्फ लाग्यौँ। हस्, थ्याङ्क यू फर वाचिङ।